ल सुरु गरौँ। आज हामी एउटा यस्तो घटनाको बारेमा कुरा गर्दैछौँ जुन धेरै टाढाको भविष्य होइन। एउटा यस्तो घटना जसले आधुनिक युद्धको पूरै परिभाषा नै बदलिदियो। समय थियो मार्च 2026 र ठाउँ इरान। संसारले पहिलो पटक हेर्दै थियो कसरी आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईले एउटा ठूलो सैन्य कारबाहीको योजना बनायो र त्यसलाई सञ्चालन गर्न मद्दत गर्यो। यो अपरेसनको नाम थियो एपिक फ्युरी र यो कुनै साइन्स फिक्सन फिल्मको कथा थिएन है। यो त युद्धभूमिमा एआईको पहिलो र सबैभन्दा ठूलो वास्तविक परीक्षण थियो। सोच्नुस् त, अमेरिका र उसका सहयोगीहरूले पहिलो 24 घण्टाभित्रै 1000 भन्दा बढी ठाउँहरूलाई निशाना बनाए। अब प्रश्न उठ्छ, एउटा मेसिनले केही मिनेटमै पूरै युद्धको योजना कसरी बनाउन सक्यो होला? आउनुहोस् यही प्रविधिको बारेमा अलिकति गहिराईमा गएर बुझौँ। यो कुरा बुझ्नको लागि एउटा गजबको उदाहरण छ। यसलाई युद्धको लागि बनाइएको गुगल म्याप्स जस्तै सोच्नुहोस्। फरक यति हो, यसले अफिस जाने बाटो देखाउँदैन, बरु कुनै सैन्य लक्ष्य हासिल गर्ने सबैभन्दा छिटो र प्रभावकारी तरिका के हो भनेर बताउँछ। यो काम गर्ने तरिकालाई एआई किल चेन भनिन्छ। पहिलो चरणमा यसले स्याटेलाइट, ड्रोन र अरू गुप्तचर स्रोतहरूबाट आएको डाटालाई छान्छ र सम्भावित लक्ष्यहरू पत्ता लगाउँछ। त्यसपछि दोस्रो चरणमा कुन लक्ष्य कति महत्त्वपूर्ण छ र त्यहाँ कति जोखिम छ भन्ने आधारमा 100औं लक्ष्यहरूलाई प्राथमिकता दिन्छ। तेस्रो चरणमा यसले हजारौं व्हाट इफ सिनारियोहरू चलाएर दुश्मनले कस्तो प्रतिक्रिया दिन सक्छ भनेर अनुमान गर्छ र अन्त्यमा चौथो चरणमा मानव कमान्डरहरूलाई आक्रमणको लागि सबैभन्दा उत्तम योजनाहरू सिफारिस गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने एआईले यो पूरै प्रक्रिया अर्थात् लक्ष्य पहिचान गरेदेखि कारबाही गर्ने बीचको समयलाई एकदमै छोटो बनाइदिन्छ। अब फरक हेरौँ है। मान्छेले योजना बनाउँदा गुप्तचर रिपोर्टहरू विश्लेषण गर्न, बैठकहरू बस्न र हातैले लक्ष्य छनौट गर्न हप्तौं लाग्थ्यो। तर एआईले रियल टाइममा डाटा संश्लेषण गरेर, भविष्यवाणी गरेर र स्वचालित रूपमा सिफारिसहरू दिएर यही काम मिनेटमै गरिदिन्छ। यसले मूल परिवर्तनलाई प्रष्ट पार्छ। एआईले हाम्रो सोचको गतिभन्दा पनि छिटो काम गर्छ, जसले योजना बनाउने समयलाई नाटकीय रूपमा घटाइदियो। तर इरान नै किन? यो प्रश्नको जवाब पाउन हामीले अलिकति इतिहासमा फर्किनुपर्छ। यो द्वन्द्व 2026मा अचानक सुरु भएको होइन। यसको जरा त 100 वर्षभन्दा पनि पुरानो छ। यो द्वन्द्वको बाटो हेरौँ न। 1901मा डीआरसी कन्सेसनले बेलायतलाई इरानको तेलमा एकाधिकार दियो, जसले गर्दा इरानलाई एउटा व्यक्तिगत पेट्रोल पम्प जस्तै व्यवहार गरियो। त्यसपछि 1953मा सीआईएले अपरेसन एजेक्स मार्फत प्रजातान्त्रिक रूपमा चुनिएका नेतालाई हटाएर पश्चिमा समर्थक शाहलाई सत्तामा ल्यायो। तर 1969मा इस्लामिक क्रान्तिले त्यही शाहलाई हटायो र पश्चिमा विरोधी सरकार स्थापना गर्यो र 2026मा अपरेसन एपिक फ्युरीले विदेशी हस्तक्षेपको यो लामो इतिहासमा एउटा नयाँ प्राविधिक अध्याय थप्लो। यो टाइमलाइनले के देखाउँछ भने एआईको कुरा आउनुभन्दा धेरै अघिदेखि नै त्यहाँ शोषण र हस्तक्षेपको एउटा लामो श्रृङ्खला थियो जसले गहिरो अविश्वास जन्माएको थियो। त्यति बेला साउदी राजा फैसलले इरानका शाहलाई एउटा चेतावनी दिएका थिए, तपाईँ फ्रान्सको शाह होइन, तपाईँ इरानमा हुनुहुन्छ। यहाँको जनसङ्ख्या 90% मुस्लिम छ, यो नबिर्सनुहोस्। यो चेतावनीले के देखाउँछ भने पश्चिमी शैली अपनाएका शासक र उनका जनताबीच कति ठूलो खाडोल थियो र यही तनावले नै पछि गएर 1979को क्रान्तिलाई बल दियो। एआईले युद्धलाई छिटो र प्रभावकारी त बनायो, तर यसको लागि ठूलो मूल्य पनि चुकाउनु पर्यो। यसले यस्ता विनाशकारी परिणामहरू ल्यायो कि ठूलो कानूनी र नैतिक सङ्कट नै खडा भयो। जब एल्गोरिदमले मान्छे मार्न खाल्छ, तब दोष कसलाई दिने? हो, यही हो मुख्य प्रश्न। यदि एउटा एआईको गल्तीले निर्दोष नागरिकहरूको ज्यान जान्छ भने जेल को जाने? यो प्रश्न त्यति बेला झन पेचिलो बन्यो जब मिनाप शहरको एउटा विद्यालयमा आक्रमण भयो र पछि थाहा भयो कि त्यो आक्रमण एआईले दिएको डाटाको आधारमा गरिएको थियो। अनि सुरु हुन्छ एकअर्कालाई दोष देखाउने श्रृङ्खला।
एआईलाई त कानूनी रूपमा जिम्मेवार बनाउन सकिँदैन। प्रोग्रामरले भन्छ मैले त यो कोड मान्छे मार्नका लागि लेखेकै होइन। कमान्डरले भन्छन् मैले त मसिनले दिएको डाटामा विश्वास मात्र गरेको हो। अनि सफ्टवेयर बनाउने कम्पनी उनीहरू तर्क गर्छन् हामीले त औजार मात्र बनाएको हो, त्यसलाई कसरी प्रयोग गर्ने भनेर हामीले भनेको होइन। यसले एउटा यस्तो खतरनाक जवाफदेहिताको खाडोल बनाउँछ जहाँ युद्ध अपराधको लागि कसैलाई पनि जिम्मेवार ठहराउन सकिँदैन। यस विषयमा प्रविधि जगतमा पनि ठूलो विभाजन देखियो। एकातिर रक्षा उद्योगले एआईलाई नैतिक आवश्यकता भन्यो, यसले मानवीय गल्ती घटाउँछ र युद्धलाई स्वच्छ बनाउँछ भन्ने उनीहरूको तर्क छ। अर्कोतिर मानवाधिकार संगठनहरूले भने एउटा एल्गोरिदमले कसैको जीवन वा मृत्युको निर्णय गर्नु अन्तर्राष्ट्रिय कानूनको सबभन्दा ठूलो खिल्ली उडाउनु हो। र प्रविधि कर्मीहरू आफैले भने हामीले मानिसहरूलाई मद्दत गर्न लेखेको कोड मार्ने मसिनको दिमाग बन्नु हुँदैन। इरानमा एआईको यो प्रयोगले त प्रविधि जगतभित्रै एउटा गृहयुद्ध जस्तै सुरु गरिदियो। एआई कम्पनी एन्थ्रोपिकमा ठूलो संख्यामा कर्मचारीहरूले राजीनामा दिए र ओपन एआई जस्ता अरू कम्पनीहरूको पनि बहिष्कार सुरु भयो। अब यो घटनाले पूरै विश्वलाई एउटा डरलाग्दो नयाँ वास्तविकताको सामना गर्न बाध्य बनाएको छ। मेसिनले गर्ने युद्धको भविष्य कस्तो होला? के हामीसँग यसलाई नियन्त्रण गर्ने कुनै किल स्विच छ? किङ्स कलेज लन्डनले गरेको एउटा अध्ययनले त झनै डरलाग्दो कुरा देखायो। उनीहरूले युद्धको कृत्रिम सङ्कटहरूमा एआई मोडलहरूलाई निर्णय लिन दिए। नतिजा 95% अवस्थामा एआईले सिधै आणविक धम्की वा आक्रमणको बाटो रोज्यो। केवल 5% अवस्थामा मात्र तटस्थ कार्यहरू गर्यो र परम्परागत तनाव वृद्धिको बाटो त कहिल्यै रोजेन। यो डरलाग्दो सम्भावनाको प्रतिक्रियामा अब विश्वव्यापी रूपमा दुईवटा प्रमुख मागहरू उठिरहेका छन्। पहिलो, एउटा अनिवार्य किल स्विच हुनुपर्यो जसले मानिसलाई कुनै पनि सैन्य एआईलाई तुरुन्तै बन्द गर्ने अधिकार दियोस्। र दोस्रो, घातक स्वायत्त हतियार प्रणाली LAWS लाई नियमन गर्न वा प्रतिबन्ध नै लगाउन एउटा नयाँ अन्तर्राष्ट्रिय सन्धि बनाउनु पर्यो। एउटा भनाइले यो नयाँ डरलाई राम्रोसँग सारांश गर्छ। आणविक बमले हामीलाई संसार एकैपटक समाप्त हुन सक्छ भन्ने सिकायो। तर एआईले एउटा नयाँ डर पैदा गरिदिएको छ, त्यो हो जब हामी बिस्तारै बिस्तारै आफ्ना निर्णयहरू मेसिनको हातमा सुम्पिँदै जान्छौँ तब कस्तो संसार बन्ला भन्ने डर। यो अब पूर्ण विनाशको डर मात्र होइन, बरु हाम्रो आफ्नै मानवता र नियन्त्रण गुमाउने डर हो। अन्ततः हामी यो मेसिन युद्धको युगमा प्रवेश गर्दा एउटा गम्भीर प्रश्नको सामना गर्नुपर्ने भएको छ। जब एउटा मेसिनले ट्रिगर थिच्छ त्यति बेला हामीले साँच्चै के गुमाएका हुन्छौं?